Pediatric and preventive dentistry भनेर भन्छौँ हैन यो चाहिँ कस्तो भन्दाखेरि एज स्पेसिफिक भयो कि चिल्ड्रेनको ओरल हाइजिन हामीले कसरी ओरल होम केयर कसरी गर्ने हैन त्यसपछि फर्स्ट भिजिट कहिले गर्ने त्यसपछि अब यो प्राइमेरी टिथ हामीले जुन चाहिँ मिल्क टिथ भन्छ त्यसलाई केयर गर्नुपर्छ गर्नु पर्दैन त्यो बेसिक नलेज पनि नभएको भएर मोस्ट इम्पोर्टेन्ट थिङ इज तपाईको अमाउन्ट कति छ भन्ने कुरामा 0 to 3 मा चाहिँ हामी स्मेयर लेयर त्यो ब्रसमा यसो दलेको जस्तो गरेर स्मेयर लेयर अथवा सानो राइस ग्रेन साइजको पेशेन्टहरु आउनुहुन्छ पेशेन्ट केयर गिभर्सहरु आउनुहुन्छ उहाँहरूले किन गर्नु पर्यो यस्तो भनेर क्वेशनहरु गर्नुहुन्छ कि हैन प्राइमेरी टिथ और मिल्क टिथ हाम्रो मुखभित्र छ भनेपछि त्यसको पनि फंक्सन्सहरु छ नि त हैन अब यो कस्तो भन्दाखेरि किरा लाग्ने समस्या चाहिँ हामीले हाम्रो ठाउँमा भन्ने बेलामा चाहिँ इट्स अ मल्टिफ्याक्टोरियल डिजीज भन्छौँ कि डिजीजै हो हैन भेरी इम्पोर्टेन्ट मैले फेरि पनि फोकस गरे फ्लोरिडेटेड टुथपेस्ट है हाम्रो टुथपेस्टमा हामीले हेर्न पनि सकिन्छ हाम्रो शोमा स्वागत छ हजुरलाई आफ्नो बारेमा केही हाम्रो ऑडियन्सलाई थोरै भनिदिनुस् न Hello everyone, I am Dr. Rashna Shrestha, a pediatric dentist, Balrog Danta Visesajna, and thank you Swada Talks for inviting me to this show. Thank you so much for coming Rashna di. अब आज चाहिँ म हजुरसँग केही ओरल हाइजिनको बारेमा र कमन नेपाली मिथ्सहरु हुन्छ नि जो सोसाइटीमा छ त्यसको बारेमा केही क्वेशनहरु गर्छु हैन बिफोर दैट मलाई चाहिँ के जान्नु मन थियो भने हजुरले चाहिँ यो स्पेशलाइजेसन चाहिँ कसरी चुज गर्नुभयो र यो अरु डेन्टिस्ट्री भन्दा चाहिँ कसरी डिफरेन्ट छ पीडियाट्रिक डेन्टिस्ट्री अनि अझ हामी पीडियाट्रिक एन्ड प्रिभेन्टिभ डेन्टिस्ट्री भनेर भन्छौँ हैन यो चाहिँ कस्तो भन्दाखेरि एज स्पेसिफिक भयो के है एज स्पेसिफिक एज इन वी ट्रीट द चिल्ड्रन्स अन्डर 15 इयर्स है चिल्ड्रेन भयो इन्फेन्ट भयो त्यसपछि अडल्ट भयो अडोलेसेन्ट भयो सो एज स्पेसिफिक अरु चाहिँ जनरल भयो यो चाहिँ एज स्पेसिफिक भयो अनि अब मैले यो सब्जेक्ट किन चुज गरेँ भन्दाखेरि अब हाम्रो ब्रान्चेसहरु हुन्छ हैन अब 9 वटा ब्रान्चेस भन्छ हामीले स्पेशलाइजेसन भन्छ त्यसमा चाहिँ अब हामीले मेरो ब्याचलर लेभलमा नै इन्टर्नशिप गर्ने बेलामा चाहिँ म चाहिँ आई डोन्ट नो फर what reason I was more inclined to your subject and maybe I was more fond मेरो fondness चाहिँ children तिर थियो होला अनि I could figure it out and त्यसपछि नै म यो स्पेशलाइजेसनमा लागेको So you are also a mother है अनि हजुरले चाहिँ के डिफरेन्स पाउनु भयो बिफोर बीइङ अ मदर अनि आफ्टर बीइङ अ मदर हजुरको अप्रोच पेशेन्टलाई डिल गर्ने अप्रोच चाहिँ कसरी डिफरेन्स पाउनु भयो यस देयर इज अ डिफरेन्स बिफोर मदर हुँदाखेरि ट्रिट गर्ने र अहिले आफ्टर मदर हुँदाखेरि यो चाहिँ कस्तो भन्दाखेरि रिवार्डिङ जस्तो लाग्छ कि हैन रिवार्डिङ मदर भएर झन् रिवार्डिङ भयो अनि अर्को चाहिँ कस्तो भन्दाखेरि अब आई हेभ अ चाइल्ड एट होम एन्ड आई हेभ चिल्ड्रेन एट माई के अरे हस्पिटल भने जस्तो अनि मलाई अझ मोर एम्पथेटिक भएर काम गर्न अनि त्यो कम्प्यासन चाहिँ मलाई त्यो मदरली जुन ममा छ त्यसले चाहिँ अझ नर्चर गरेको अझ मलाई अपलिफ्ट गरेको जस्तो लाग्छ सो इट्स भेरी रिवार्डिङ फर मी सो नेपालको कन्टेक्स्टमा चाहिँ पेरेन्ट्सहरु कतिको अवेयर छ ओरल हेल्थको बारेमा अलिकति भनिदिनुस् न नेपालकै कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ अहिलेको सिनारियोमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि जनरल पपुलेसनमा चाहिँ अलिकति अवेरनेस आएको छ है अब अहिले एस्थेटिककै कुरा गर्दाखेरि दे आर मोर अवेयर तर हामीले यसलाई न्यारो डाउन गरेर यो चिल्ड्रेन हैन अझ पिडियाट्रिकको सिनारियोमा हेर्ने भने चाहिँ आई स्टिल फिल मेन चाहिँ ल्याकिङै छ एकदमै बेसिक लाइक बेसिक एज इन ओरल हाइजिन अब चिल्ड्रेनको स्पेसिफिकली चिल्ड्रेनको ओरल हाइजिन हामीले कसरी ओरल होम केयर कसरी गर्ने हैन त्यसपछि फर्स्ट भिजिट कहिले गर्ने त्यसपछि अब यो प्राइमेरी टिथ हामीले जुन चाहिँ मिल्क टिथ भन्छ त्यसलाई केयर गर्नुपर्छ गर्नु पर्दैन त्यो बेसिक नलेज पनि नभएको भएर मलाई चाहिँ के लाग्छ भने पिडियाट्रिक पपुलेसनमा चाहिँ अहिले पनि स्टिल देयर इज भेरी ल्याकिङ कुन एज देखि चाहिँ डेन्टल भिजिट चाहिँ एकदमै किड्सहरुलाई हजुरले रेकमेन्ड गर्नुहुन्छ कुन एज चाहिँ एप्रोप्रिएट एज होला द्याट्स अ भेरी नाइस क्वेशन स्टिल पनि हुन्छ कि हैन पेशेन्टहरु आउनुहुन्छ पेशेन्ट केयर गिभर्सहरु आउनुहुन्छ उहाँहरूले किन गर्नु पर्यो यस्तो भनेर क्वेशनहरु गर्नुहुन्छ कि हैन प्राइमेरी टिथ और मिल्क टिथ हाम्रो मुखभित्र छ भनेपछि त्यसको पनि फंक्सन्सहरु छ नि त हैन सेम फंक्सन्स हो जुन हामीले भोलि गएर पर्मानेन्ट टिथ भन्छौं हैन पर्मानेन्ट टिथको जे फंक्सन छ प्राइमेरी पनि त्यो अझ धेरै छ अझ धेरै किन छ भन्दाखेरि भोलि पर्मानेन्ट टिथलाई नै हैन त्यो अलाइनमेन्ट देखि लिएर भोलि फंक्सन मेन्टेन गर्नलाई प्राइमेरी टिथले नै मिल्क टिथले नै हेल्प गर्ने हो सो त्यो फंक्सन जस्तै हाम्रो के हुन्छ भन्दाखेरि च्युइङ भयो हैन मास्टिकेसन त्यसपछि आएर तपाईको के भयो एस्थेटिककै कुरा भयो हैन अगाडि दाँत नहुँदा कस्तो देखिन्छ होला एस्थेटिककै कुरा भयो त्यसले गरेर अगाडि अब
हाम्रो के छ भन्दाखेरि अगाडिको ती चाहिँ लस भयो, अर्ली लस भयो भने त्यो बच्चामा पर्ने इम्प्याक्ट होइन साइकोलोजिकल एस्पेक्टबाट त्यो सबै भएर एस्थेटिक फङ्सन अनि त्यसपछि आएर तपाईँको ओभरअल जेनरल हेल्थको लागि पनि इम्पोर्टेन्ट भएको भएर चाहिँ आई थिङ्क है प्राइमेरी टिथ इज भेरी इम्पोर्टेन्ट। अहिलेको कन्टेक्स्टमा के चाहिँ कमन प्रब्लमहरू इस्यु लिएर चाहिँ पेरेन्ट्सहरू हजुरकोमा आउनुहुन्छ? त्यो दाँतको किरा लाग्ने समस्या नै सबैभन्दा ठुलो समस्या हो। त्यसलाई कसरी त्यो किन भयो त भन्ने कुरा जोडिन्छ होइन। त्यो चाहिँ कस्तो भन्दाखेरि हामीसँग अघि हामीले कुरा गरे जस्तै बेसिक ओरल हाइजिनको नै होम केयर नै हामीलाई के छ के कसरी गर्नुपर्छ भन्ने आइडिया भएन। त्यसपछि अब यो कस्तो भन्दाखेरि किरा लाग्ने समस्या चाहिँ हामीले हाम्रो ठाउँमा भन्ने बेलामा चाहिँ इट्स अ मल्टिफ्याक्टोरियल डिजिज भन्छौँ कि डिजिजै हो होइन, सो रोगै हो। सो यो रोग लाग्नलाई हामीले हाम्रो खानपानसँग नै रिलेटेड छ, हामीले कस्तो खाना खान्छौँ होइन, होम केयरको कुरा आयो, हामीले घरमा सरसफाइ दाँतको सरसफाइ कसरी गर्छौँ भन्ने कुरा भयो होइन। सो अब अहिले हामी बच्चाहरूलाई के छ भन्दाखेरि इजी फुड होइन, त्यसपछि आएर के छ त भन्दाखेरि स्न्याकिङहरू गराउँछौँ होइन, त्यसपछि आएर जङ्क फुडहरू खान्छ। सो जङ्क फुड खाने भयो, घरमा प्रपर केयर भएन होइन, त्यो कारणले गर्दाखेरि चाहिँ ओभरअल दाँतको किरा लाग्ने समस्या नै सबैभन्दा मेजर प्रब्लम हो। अनि कति एजसम्म चाहिँ पेरेन्टल इन्भल्भमेन्ट रिक्वायर्ड छ ब्रस गर्दाखेरि या ओरल केयरको कुरा गर्दाखेरि? सो त्यो चाहिँ कस्तो छ भन्दाखेरि गाइडलाइनै छ कि प्रपर गाइडलाइनै छ। गाइडलाइन अब हामीले एकदमै फलो गर्ने भनेको चाहिँ अमेरिकन एकाडेमी अफ पिडियाट्रिक डेन्टिस्ट्री छ। त्यो एपिडीले दिने गाइडलाइन अनुसार चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको 0देखि 3 इयर्स भयो, त्यो 0देखि 3 इयर्सको बच्चाहरूमा चाहिँ प्रपरली केयर गिभर मदर फादर होइन, त्यो केयर टेकर अर ग्रान्ड पेरेन्ट्सहरूको केयर गिभरले नै आफै गर्ने भयो। त्यसमा 3 to 6 इयर्समा चाहिँ बच्चाले गर्नु भयो आफैले, तर के छ त भन्दाखेरि इन्डिपेन्डेन्टली गर्न सकेन, सुपरभिजनमा गर्नु पर्यो। त्यसपछि 6 र अबभलाई चाहिँ के छ इन्डिपेन्डेन्टली गर्न सक्यो। अनि के छ भन्दाखेरि अब त्यसमा चाहिँ के चाहिँ म्याटर गर्छ भन्दाखेरि कसले गरिरहेछ र कसरी गरिरहेछ भन्ने कुरा एकदम इम्पोर्टेन्ट छ। त्यसपछि त्यो गाइडलाइनले के भन्छ भन्दा अमाउन्ट, अब जस्तै टुथपेस्टको कुरा आउँछ होइन, त्यसपछि सुपरभिजनको कुरा आउँछ र टाइमिङको कुरा आउँछ, त्यो सबै गरेर मिलाएर गर्नुभयो भने चाहिँ इट्स इफेक्टिभ। केही टेक्निक्सहरू केही सेयर गर्न सक्नुहुन्छ? ब्रसिङ टेक्निक्स या गम केयर टेक्निक्स भयो न्युबर्नहरूदेखि अब दाँतमा भएको बच्चाहरूलाई टेक्निकहरू? इट्स भेरी इम्पोर्टेन्ट। मैले फेरि पनि फोकस गरेँ फ्लोरिडेटेड टुथपेस्ट है, हाम्रो टुथपेस्टमा हामीले हेर्न पनि सकिन्छ फ्लोरिडेटेड टुथपेस्ट अनि गाइडलाइन अनुसार चाहिँ 1000 ppm भएकै है, हामीले त्यो रिड पनि गर्न सकिन्छ, त्यो कम्पोजिसनमा नि हुन्छ। 1000 ppm भएकै फ्लोराइड युज गर्नु पर्यो है। अनि मोस्ट इम्पोर्टेन्ट थिङ इज तपाईँको अमाउन्ट कति छ भन्ने कुरामा 0 to 3 मा चाहिँ हामी स्मेयर लेयर, त्यो ब्रसमा यसो दलेको जस्तो गरेर स्मेयर लेयर अथवा सानो राइस ग्रेन साइजको त्यति अमाउन्ट टुथपेस्ट युज गर्नु पर्यो। त्यसपछि 3 to 6 इयर्समा चाहिँ ग्रिन पी साइज युज गर्नु पर्यो, 6 र अबभलाई चाहिँ ग्रिन पी अथवा ब्रिसल कभर हुने गरेको त्यति अमाउन्ट युज गरेर अब अघिको गाइडलाइन अनुसार के भन्छ 0 to 3 मा चाहिँ पेरेन्ट्सले गर्ने, 3 to 6 मा बच्चाले, बट नट इन्डिपेन्डेन्टली र 6 अबभमा त्यो भयो। अनि अर्को के छ भन्दाखेरि तपाईँको टुथ ब्रस गर्नुभयो, टाइमिङ इज भेरी इम्पोर्टेन्ट। मर्निङमा चाहिँ तपाईँ स्कुल जानुभन्दा अगाडि ब्रेकफास्ट खाइसकेपछि त्यतिखेर गर्दा भयो, अनि बेलुकामा चाहिँ सुत्नु अगाडि। इट्स भेरी इम्पोर्टेन्ट। इट्स रुल पनि छ 2/2 भनेर, 2 times 2 minutes गर्दा भयो है त्यो। अनि त्यसपछि गम, अब जस्तै गम क्लिनिङहरूको कुरा आउँछ, इन्फेन्ट, अब हामीले इन्फेन्टको कुरा गर्दाखेरि होइन, गम क्लिनिङ, दुध खुवाइसकेपछि गिजाहरू सफा गरिदिने, दाँत नआउँदा पनि गिजाहरू सफा गर्ने होइन, त्यो कुराहरू भयो। अनि त्यसपछि के छ त भन्दाखेरि एज सुन एज फर्स्ट तिर अब कति पेरेन्ट्सहरू आउनुहुन्छ मिल्क टिथ सबै नै आइसक्यो तर ब्रसिङ गराएको छैन, ब्रसिङ गराएको छ हातले ब्रस गराएर यत्तिकै मोल्दिएको छ, त्यो पनि भएन है, गाइडलाइन फलो गर्नु पर्यो। त्यसपछि अर्को के छ भन्दाखेरि गम क्लिनिङ भयो नि, अब हामीले फ्लसिङ जुन अब दाँतको बिचमा हुन्छ नि, काप्चामा त तपाईँको क्लिन भएन ब्रसले, त्यसमा चाहिँ तपाईँहरूले के छ त भन्दाखेरि इन्कर्पोरेट गर्नु पर्यो फ्लस गर्ने बानीले चाहिँ के भयो त्यो जुन दाँतको बिचमा इन्टरडेन्टल स्पेसेसहरू हुन्छ त्यसमा चाहिँ क्लिन हुने भयो। सो फ्लसिङ, ब्रसिङ, अनि त्यसपछि रिन्जिङ पनि गर्ने होइन, केही खाना खाइसकेपछि खालि सिम्पल पानीले कुलामा त गर्दै पनि द्याट वर्क्स मिरेकल। धेरै जस्तोलाई चाहिँ डेन्टिस्ट भन्ने बित्तिकै डर लाग्छ बच्चाहरूलाई, अहिले मलाई त डर लाग्छ होइन। सो बच्चाहरूलाई चाहिँ त्यो फियर हटाउन चाहिँ पेरेन्ट्सहरूले के रोल प्ले गर्न सक्नुहुन्छ
त्यो एकचोटि भनिदिनुहोस् न कसरी चाहिँ त्यो फेयरलाई चाहिँ मिनिमाइज गर्न सकिन्छ होला। यस, अब फियर चाहिँ कस्तो भन्दाखेरि बच्चामा यो डेन्टल भिजिटमा एउटा एन्टिसिपेटेड एकदम फियर हुन्छ अनि अर्को कस्तो भन्दा फियर अफ अननोन कि थाहा छैन भोलि गएर डेन्टिस्टकोमा पिडियाट्रिक डेन्टिस्टकोमा गएर अथवा डेन्टिस्टकोमा गएर के ट्रिटमेन्ट हुन्छ भनेर थाहा छैन तर पहिल्यै डराएको हुन्छ अनि त्यसमा आइसी हुन्छ नि पेरेन्ट्सहरूले इन्फ्लुएन्स पनि गरिरहनु हुन्छ कि कस्तो भन्दाखेरि अब के अरे राम्रोसँग ब्रस गर न के अरे किरा लाग्यो भने डेन्टिस्टकोमा गएर दाँत निकाल्नुपर्छ होइन सुई लगाएर दाँत निकालिन्छ त्यो चाहिँ हामीले झन् के गरिरहेछ त रिइन्फोर्स गरिरहेछौँ कि है। सो हामीले फन कसरी अथवा त्यो फियरलाई हटाउन के गर्न सकिन्छ भन्दाखेरि यस वी हेभ टु प्रमोट ओरल हाइजिन है। त्यो ओरल हाइजिन प्रमोट गर्ने अनि अर्को भिजिट हुन्छ नि हो त्यो भिजिट अर्ली भिजिट भयो भने के हुन्छ त भन्दा बिस्तारै बिस्तारै त्यो हुन्छ नि त्यो बिहेभियर चाहिँ के हुन्छ गाइड हुँदै जान्छ कि इट्स भेरी इम्पोर्टेन्ट बिहेभियर गाइडेन्स इज भेरी इम्पोर्टेन्ट है। भोलि गएर स्वेलिङ भएर आयो स्वेलिङ भएर आउँदा हामीले के गर्न सकिन्छ त इमर्जेन्सीमा हामीले के गर्नु पऱ्यो हामीले पस निकाल्नु पऱ्यो होइन इमर्जेन्सी ट्रिटमेन्ट हुनु पऱ्यो तर बेसिक तपाईँले भिजिट केही नभइदियो त भिजिट गराउनु जाँदाखेरि नेचर ऊ डेन्टल सेटअपसँग अकस्टम हुन्छ होइन आफ्नो डेन्टिस्टसँग अकस्टम हुन्छ। सो त्यो भिजिट तपाईँले अर्ली गर्नुभयो एज सुन एज फर्स्ट टिथ इरप अथवा फर्स्ट बर्थडे होइन त्यसरी गर्दै जानुभयो भने मल्टिपल रेगुलर भिजिट्स गराउनु भयो भने चाहिँ के हुन्छ त भन्दाखेरि त्यो ट्रस्ट पनि बिल्डअप हुन्छ अनि बिस्तारै बिहेभियर पनि गाइड हुँदै जान्छ। अब ग्रोइङ फेजमा बच्चाहरू एकदम चञ्चल हुन्छ होइन धेरै एक्सिडेन्ट्सहरू हुन्छ मिसह्यापहरू हुन्छ सो हजुरले केही त्यस्तो केसेसहरू डिल गर्नु भएको छ? यस मेनी केसेसहरू है कति त अब इमर्जेन्सीमा पनि केसेसहरू आउँछ। यस त्यो ग्रोइङ फेजेसमा चाहिँ कस्तो हुन्छ भने अब टडलर भयो होइन भर्खरै हिँड्न सिकिरहेको हुन्छ त्यस्तो केसेसमा अब स्टम्बल हुने लड्ने ब्यालेन्स हुँदैन नि त फिजिकल ल्याक अफ ब्यालेन्स सो लड्ने चान्सेस हुन्छ लडेर तपाईँको कस्तो भन्दा ढोकामा ठोकिने होइन खाटबाट लड्ने त्यस्तो चान्सेसहरू हुन्छ। त्यही भएर अहिले त सेफ्टी मेजर्सहरू पनि हुन्छ ढोकामा हामीले होइन इलास्टिक जस्तोहरू भयो अनि त्यसपछि भरेङहरूमा के अरे ग्यापिङहरू गर्ने त्योहरू गर्नु पऱ्यो त्यो चाहिँ प्रिभेन्सन भयो भोलि हुनसक्छ त्यो मिसह्याप हुनसक्छ अनि पेरेन्ट्सहरूले नै घरमा गर्नु पऱ्यो। त्यसपछि अब हामी वाचफुल पनि हुनु पऱ्यो अनि अर्को अब कस्तो छ भन्दाखेरि स्पोर्ट्स इन्जुरिजहरू हुने पनि चान्सेसहरू हुन्छ स्कुलमै भयो होइन स्कुलमा स्पोर्ट्स इन्जुरी भयो त्यसपछि स्पोर्ट्स इन्जुरीमा पनि कस्तो हुन्छ भन्दाखेरि हाम्रो दाँत चाहिँ ठ्याक्कै निक्लेर आउने है अब निक्लेर आउने अब स्पोर्ट्समा अब स्पेसली अब भलिबल्सहरू होइन त्यो गेम्सहरूमा चाहिँ अनि त्यस्तो केसेसमा चाहिँ अब हामीले अभल्जन भन्छ दाँत चाहिँ ठ्याक्कै सकेटबाट है निक्लेर आउने त्यो पनि हामीले केयर गरेर हामीले अवेरनेस फैलायो भने त्यो दाँत लिएर आउन सक्नुभयो भने हामीले त्यो पनि के गर्न सकिन्छ त भन्दाखेरि ट्रिट गर्न सकिन्छ। अनि अब अर्को के छ त भन्दाखेरि अब हामीले अब्जेक्टहरू हुन्छ नि है घरमा अब सिम्पल बेसिक चम्चा नै भयो है कति त्यस्तो केसेसहरू छ कि अब हनी खाँदाखेरि बच्चालाई मह खाने बेलामा पेरेन्ट्सले दिनुभयो नो आइडिया भोलि के हुनसक्छ त्यहाँ बच्चाले त्यो मह खाने बेलामा त्यो स्पुनले हाम्रो यो तालुमा पुरै इन्जुरी भयो त्यस्तो केसेसहरू पनि हाम्रो इमर्जेन्सीमा आएको छ होइन। अर्को अब तपाईँ के छ भन्दाखेरि सानो सानो अब्जेक्टहरू हुन्छ नि टोइजहरू पनि बेसिक टोइजहरू पनि सानो सानो अब्जेक्टहरू त्यो निलेको अवस्थामा होइन त्यही भएर हामीले प्रिभेन्सन इज बेटर देन केयर भन्छ नि हो। सो त्यो अब्जेक्टहरू सार्प अब्जेक्टहरू स्मल अब्जेक्टहरू तिनीहरू अगाडि राख्नु भएन। त्यसपछि आएर टडलर स्टेजमा अब हामीसँग अहिले सेफ्टी गियर्सहरू पनि आउँछ नी प्याडहरू भयो होइन त्यसै हेलमेटहरू भयो त्यो हामीले युज गर्न सकियो। त्यसपछि घरमा त्यो ल्याडर्सहरू त्यसमा प्रिभेन्सनहरू गर्न सक्यो त्यो गर्न सक्यो भने चाहिँ आई थिङ्क प्रिभेन्सन गर्न सकिन्छ घरमा गऱ्यो भने चाहिँ भोलि त्यो कन्डिसन चाहिँ नआउँछ। अब हाम्रो सोसाइटीमा धेरै मिथ्सहरू छ होइन देन दाँत रिलेटेड पनि धेरै मिथ्स छ सो म क्वेसनहरू सोध्छु हजुरलाई होइन हजुरले चाहिँ मिथ्स हो कि फ्याक्ट हो भन्नु पर्यो। सो द फर्स्ट क्वेसन छ 8 मन्थमा टिचिङ भएको नराम्रो भन्छ सो इज इट अ मिथ अर अ फ्याक्ट? ओ द्याट्स कम्प्लिटली अ मिथ है। के छ भन्दा टुथ इरप्सन जुन दाँत हाम्रो आउँछ नि त्यो चाहिँ सिक्वेन्समा आउँछ अनि के छ त भन्दा रेन्ज हुन्छ कि है अब एउटा बच्चाको यति महिनामा आयो भने अर्को बच्चाको त्यहीमा आउने भन्ने हुँदैन तर त्यो रेन्जभित्र आउँछ अनि 8 मन्थ इट्स लाइक रेन्जभित्र नि हाम्रो फर्स्ट टिथ इरप्ट हुने नै भनेको 6 to 7 मन्थ्स होइन त्यो अलिकति अब कसैको ढिलो आउन सक्छ कसैको चाँडै आउन सक्छ सो इट्स कम्प्लिटली अ मिथ। अब नेक्स्ट छ चकलेट खाएर किरा लाग्छ मिथ अर अ फ्याक्ट? इट्स अ फ्याक्ट। अघि मैले कुरा गरेँ नि होइन मल्टिफ्याक्टोरियल भनेर भनेमा मल्टिफ्याक्टोरियलमा डाइट प्लेज अ भेरी मेजर रोल अनि त्यसमा पनि त्यो चकलेट जुन चाहिँ चकलेट चाहिँ केरोजेनिक पर्यो कि है किरा लाग्नलाई ओके ल भने जस्तो सो द्याट्स अ फ्याक्ट। अर्को क्वेसन छ होइन थम सकिङ या पेसिफायर युज गर्दाखेरि चाहिँ दाँत बाङ्गो आउँछ भनेको चाहिँ मिथ हो कि फ्याक्ट?
द्याट्स अ फ्याक्ट है। अब के छ त भन्दाखेरि हाम्रो त्यो हामीले म्याल अक्लुजन भन्छ जुन बाङ्गोटिङ्गो दाँत होइन, बाङ्गोटिङ्गो दाँतले चाहिँ के गर्छ त भन्दाखेरि भोलि गएर एस्थेटिक राम्रो देखिएन, त्यो फङ्सनमा पनि के अरे प्रब्लम ल्याउँछ, भोलि लङ टर्ममा यो हाम्रो हड्डी हुन्छ कि है ब्यालेन्स, एउटा ओभरअल ब्यालेन्स गर्न त्यसमा पनि प्रब्लम आउन सक्छ। सो त्यो यदि हामीले अर्ली नै आइडेन्टिफाई गर्न सक्यो भने त एकदमै बेस्ट है। सो त्यही भएर जुन हामीले भिजिटको कुरा आउँछ, फर्स्ट डेन्टल भिजिट गाइडलाइनले नै भन्छ होइन, फर्स्ट एज सुन एज फर्स्ट त्यतिखेर एन्ड विदिन फर्स्ट बर्थडे त्यसमा चाहिँ भिजिट गरायो। अनि त्यसपछि रेगुलर भिजिट हुन्छ, रेगुलर भिजिटमा पनि 6 मन्थमा गराउने, र त्यो गराउँदाखेरि चाहिँ हामीले अर्ली आइडेन्टिफाई गर्न सक्यौँ कि जाँदै गएनौँ डेन्टिस्टकोमा, पिडियाट्रिक डेन्टिस्टकोमा जाँदै गएनौँ भने त्यो अर्ली आइडेन्टिफाई भएन, भोलि गएर एकदमै डेटोरेट कन्डिसनमा आउँदाखेरि त सर्जरीहरू नै गर्नुपर्ने हुन्छ। तर रेगुलर भिजिट छ अनि आइडेन्टिफाई भइरहेछ भने हामीले इन्टरसेप्ट गर्न सक्छौँ जुन बाङ्गोटिङ्गो हुनेलाई तपाईँको 20 को 19 पार्न सक्छौँ होइन। अनि पछि गएर फर्दर जुन ब्रेसेस लाउने भयो, अहिले त धेरै आएको छ होइन, वी हेभ न्यू टेक्नोलोजिज अनि एकदमै एडभान्समेन्टहरू आएको छ। सो त्यो गर्न सक्यो भने चाहिँ भोलि गएर फङ्सन एस्थेटिक सबैमा इम्प्रुभमेन्ट हुन्छ। सो इट्स अ फ्याक्ट। नेक्स्ट क्वेसन, फ्लोराइड टुथपेस्ट इज हार्मफुल टु चिल्ड्रेन, फ्याक्ट अर मिथ? कम्प्लिटली अ मिथ है। अघि भने मैले गाइडलाइन अनुसार 1000 ppm फ्लोराइड होइन, 1000 ppm भएको फ्लोराइड नै युज गर्नुहोस्। हजुरको यत्रो वर्षको एक्सपिरियन्स छ होइन यो फिल्डमा भएको, सो केही स्पेसल केसेसहरू हजुरले डिल गर्नुभएको बारेमा केही भनिदिनुहोस् न। चाहे एज स्पेसिफिक भयो नि, अर्को स्पेसल हेल्थ केयर निडको बच्चाहरू पनि हामीले हुन्छ नि केयर गरेर हुन्छौँ। सो मैले काम गर्ने बेलामा चाहिँ वी डिल विथ सो मेनी स्पेसल हेल्थ केयर निड्सको बच्चाहरू, अटिस्टिक चाइल्डहरू भयो है, डाउन सिन्ड्रोमको चाइल्डहरू, त्यसपछि धेरै अरू इन्टेलेक्चुअल अनि त्यसपछि आएर डेभलपमेन्टल डिफेक्ट्सहरू। सो त्यो चाइल्डहरूको केसेसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब हाम्रो डेन्टल सेटअपमा नै काम गर्न अलिकति गाह्रो पर्ने बच्चाहरूलाई, सो हामीले जेनरल एनेस्थेसिया दिएर होइन त्यो केसेसहरू पनि गरिरहेको छौँ होइन। सो कस्तो हुन्छ भन्दाखेरि अब हेर्दाखेरि स्पेसल हेल्थ केयर निडमा के भने लिमिटेसन्सहरू छ होइन। सो अब लिमिटेसन्स भएपछि त्यहाँ प्रब्लम्सहरू पनि धेरै आएको, त्यस्तो बच्चाहरूमा हामीले धेरै प्रब्लम्सहरू देखेको छौँ। सो त्यो बच्चाहरूमा चाहिँ हामीले काम गर्नलाई अलिकति अप्ठ्यारो हुने भएर चाहिँ हामीले जेनरल एनेस्थेसियामा काम गरेका छौँ। सो वी हेभ एक्सपिरियन्स एन्ड वी हेभ लट अफ एक्सपिरियन्स इन स्पेसल हेल्थ केयर निडको बच्चाहरू। त्यो चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि रिवार्डिङ अनि एज वेल एज च्यालेन्जिङ पनि लाग्छ। थ्याङ्क यू सो मच फर कमिङ। हाम्रो स्वाडलको टिमले चाहिँ हजुरलाई सानो टोकन अफ लभ प्रिपेयर गरेको छ। यो चाहिँ हाम्रै प्रडक्ट पनि हो होइन, अनि हजुर अब धेरै ट्राभल गर्नुहुन्छ, सो लन्च बक्स अभियसली निडेड होला होइन। सो यो चाहिँ हाम्रो स्वाडलको तर्फबाट सानो gift. Okay. I hope you like it. I loved it. Thank you so much. Thank you, Swadal family, once again for having me in this show, and I have a very great time. Thank you so much for coming.